केटाले भनेछ रे क्या, ए आकाशमा कुद्छ बादल, घर चाहिँ त्यसको सागर, पिरती जुरे खास होला, यो घरमा तिम्रै बास होला। ए सिटाहे लाउने सिमिलले यो मुटु दिए तिमीलाई, भाग्यले चुमे यो गुनीलाई, तिम्रै पो हुन्थे म जुनीलाई। डली डली परेको केटी पनि के कमी होइन सर, उसले पनि भन्दैछ अरे क्या, ए फोक्ताङलुङमा भागेको छौ। फोक्ताङलुङमा भनेको चाहिँ हिमाल रहेछ है त लिम्बू भाषा। फोक्ताङलुङमा भागेको छौ, बिरालो कथा आँटेको छौ। ए छुट्टीमा जाँदा पाप लाग्ला, छातीमा भित्र ढाक लाग्ला। ए पानी है पर्दा झरर, चखेवा जोडी सरर। ए चोखो बा लप पर्ने हो, सकेमा सँगै पो मराउने हो। घचका भइदिएर क्या केटा। अनि भनेछ अरे उसले, ए अप्ठ्यारो होला यो बाटो, अप्ठ्यारो होला यो बाटो, म परे फेरि अलि लाटो। भुलहरू भए माफ गर्नु, अलमले तान्दै अघि सर्नु। केटीले भन्दैछ रे फेरि क्या, ए गाह्रो पो होला उकाली, गाह्रो पो होला उकाली, आइताले आम खाली, मनको टुकटुकी छाम्नु है, जहिले हात थाम्नु है। मुटुमा छ रुपेश खवास, भर्खर ब्रेक भएको उसको चाहिँ। गिटारमा छ रितेश लिम्बू, ऊ चाहिँ भर्खर लप परेछ। अनि हामी चाहिँ कविता ब्यान्ड भुइँ मान्छे। अनि हामी भन्यौँ है त तपाईँहरूले, ए यमको आयु जोखिँदा, यम भनेको चाहिँ समय रहेछ है। यमको आयु जोखिँदा, भान्सामा भाँडा ठोकिँदा। कतिजना विवाहित हुनुहुन्छ यहाँ हजुरहरू? भान्सामा भाँडा ठोकिन्छ त नि, अनि माया पनि त घर हो होइन। यमको आयु जोखिँदा, भान्सामा भाँडा ठोकिँदा, चरीको घर चाहिँ सिन्कैले, मान्छेको घर चाहिँ बन्छ केले? केले पो बन्छ हौ मान्छेको घर? ए दनन आगो बल्दाखेरि, सेकमुरी ओइलाई झर्दाखेरि, शीतल बन्छ छायाले, मान्छेको घर चाहिँ मायाले। थ्याङ्क यू सो मच।